नमस्ते, म डाक्टर वासुदेव बास्कोटा, बीएनसी सर्जरी विभागको हेड अफ डिपार्टमेन्ट। म बीएनसीमा विगत 8-9 वर्षदेखि कार्यरत छु। आज एकजना अमृत सर जो दुर्गापुर निवासी हुनुहुन्छ, उहाँको रोगको बारेमा अलिकति साधारण जानकारीमूलक र रोगको प्रकृति के थियो भन्ने कुराले त्यसको जानकारी दिन गइरहेको छु। उहाँ आज 17 दिन भयो उहाँ एडमिसन हुनुभएको। उहाँ आइसियूबाट हामीले 2-3 दिन अगाडि यता क्याबिनमा सारेका छौँ। उहाँ आउँदाखेरि मल्टी अर्गन फेलर सेप्सिसमा हुनुहुन्थ्यो, उहाँ सेप्टिक सकमा हुनुहुन्थ्यो। त्यो चाहिँ कारण के थियो भन्दाखेरि उहाँको पित्त बगे नली त्यसको इन्फेक्सन भएर चाहिँ कलेजोमा सङ्क्रमण भइसकेको, त्यसपछि फोक्सो भेटिसकेको, मृगौलामा सङ्क्रमण भइसकेको स्थिति थियो। उहाँ पेट ढाडेर आउनुभएको थियो, पेट फुलेर आउनुभएको थियो। उहाँको दाहिने कुखाको पेट दुखाइ धेरै नै नराम्रो दुखाइ थियो। उहाँको 5 वर्ष अगाडि पनि उहाँको पित्तथैलीको अपरेसन, पित्त बगे नलीमा पनि पत्थरी भएर उहाँको इआरसिपी टिचिङमा इआरसिपी ट्राई गरेर इआरसिपी फेल भएर त्यस पछाडि ओपन सर्जरी भएर आउनुभएको थियो। र अहिलेको स्थितिमा पनि उहाँको पित्त बगे नली सँगसँगै कलेजोलाई सञ्चालन गर्ने रगतको नसामा ब्लड जम्मा भएर पित्त बगे नलीको इन्फेक्सनले गर्दाखेरि जन्डिस भएर उहाँ आउनुभएको थियो। उहाँ आउँदाखेरि इमर्जेन्सीमा आउँदा उहाँको प्रेसर कम थियो, त्यसै मुटुको चाल पनि अत्याधिक धेरै हाम्रो टाइकार्डिया भन्छ, त्यो चाहिँ प्रेसर डाउन हुँदाखेरि टाइकार्डिया हुने, त्यसलाई 100 भन्दा माथि जसको पल्स रेट बढी हुन्छ उहाँलाई। र पेसेन्ट सेप्सिसमा भएर सकमा जाँदाखेरि त्यो स्टेजमा आउनुभएको थियो उहाँ। र सँगसँगै अर्को के पनि थियो भने रगत प्लेटलेट काउन्ट, सेतो ब्लड प्लेटलेट काउन्ट भन्छ, प्लेटलेट काउन्ट पनि उहाँको एराउन्ड 40 देखि 60 मात्रै थियो। त्यसलाई हामीले एउटा समग्र रूपमा एउटा मेडिकल भाषामा कोएगुलोप्याथी अथवा डिआइसी भन्ने गरिन्छ। त्यो स्थितिमा के हुन्छ भने कोलेन्जाइटिस सेप्सिस जसले डिआइसीमा लाने बिरामी, त्यो स्थिति भनेको हाम्रो मेडिकल साइन्स भनेको धेरै नै खतरा रोग मानिन्छ, धेरै नै खतरापूर्ण अवस्था मानिन्छ त्यो। अब त्यसले एराउन्ड 40 देखि 50% ज्यान जाने सम्भावना हुन्छ। र यसमा उहाँलाई चाहिँ हामीले हाम्रो टिम, सर्जरीको टिम, त्यसपछि क्रिटिकल केयरको टिम, आइसियूको टिम लगायत मेडिसिनको टिम हाम्रो स्ट्रङ भएको कारणले हामीले उहाँलाई चाहिँ राम्रो उपचार दिएर राम्रो आइसियू केयर दिएर त्यस पछाडि उहाँलाई हामीले यहाँ क्याबिनमा सारेका थियौँ। र क्याबिनबाट सारेर पनि उहाँको के थियो भन्दाखेरि एमआरसिपी गर्दाखेरि उहाँको पित्त बगे नलीमा लेदोहरू, बालुवाहरू जम्मा भएको, सङ्क्रमण भएको, पिप बनेको, सँगसँगै एउटा पत्थरी पनि बाँकी रहेको कारणले हामीले इआरसिपी गर्ने पनि प्लान गऱ्यौँ। इआरसिपी धेरै च्यालेन्ज थियो उहाँको केसमा। बिचमा हामीले इआरसिपी अगाडि पनि प्लान गर्ने सोचिरहेको थियौँ, तर उहाँको डिआइसी सँगसँगै ब्लिडिङ हुने स्थिति, प्लेटलेट काउन्ट पनि नबढ्दाखेरि हामीले होल्ड गरेका थियौँ। र बिचमा उहाँको केयर राम्रो पुगेर आइसियूको केयर पनि राम्रो पाएर उहाँको प्लेटलेट काउन्ट पनि र सेप्सिसलाई पनि हामीले नियन्त्रण गर्दै गएपछि एन्टिबायोटिक पनि हामी त्यही हिसाबले हायर एन्टिबायोटिक चलाइरहेका थियौँ। र सेप्सिसलाई कन्ट्रोल गराएर उहाँको प्लेटलेट काउन्ट पनि बढाएर एराउन्ड 200 भन्दा माथि पुगेपछि, जुन सुरुमा 30 थियो त्यसलाई चाहिँ 200 मा पुगेपछि एउटा बिरामीको पक्ष बिरामीहरूसँग कुराकानी गरेर इआरसी पनि जाने भन्ने अप्सन लिएर हामी इआरसी पनि बीएनसीमै इआरसिपी पनि गऱ्यौँ। र इआरसी पनि सक्सेस भयो उहाँको। र आज इआरसिपी गरेको पनि उहाँको झन्डै 6औँ दिन भएको छ। उहाँको इन्फेक्सन, छातीको इन्फेक्सन, त्यस पछाडि कलेजोको इन्फेक्सन, मृगौला इन्फेक्सन हाम्रो कन्ट्रोलमा आउन थालेछ। बेसिकली उहाँलाई भन्नुपर्दाखेरि उहाँले दोस्रो जुनी पाउनु भएको छ। हामीले साधारण बुझाइमा त्यसरी बुझ्दा राम्रो होला। र अहिले उहाँ राम्रोसँग खाइरहनु भएको छ, पेट दुखाइ कम भएको छ, उहाँको ज्वरोहरू आइरहेको छैन। उहाँको अहिले सेप्सिसबाट अहिले हामीले उहाँलाई चाहिँ नियन्त्रण गरेर अहिले नर्मल ल्याउने कोसिस गरिरहेको छ। अब 1 दिन 2 दिनमा उहाँलाई डिस्चार्ज पनि गर्दैछौँ। यो एउटा कस्तो म के उदाहरण दिन चाहन्छु भने हामी बीएनसीको टिम, त्यस पछाडि आइसियूको टिम सबैलाई हामी ठुलो टिम, राम्रो टिम भएको कारणले चाहिँ हामीले उहाँलाई सेभ गर्न सकेका हौँ। उहाँको लाइफलाई चाहिँ जोसो जुनी दिन सकेका छौँ। र बाँकी रहेको कुरा के थियो भने उहाँको अमृत सर चाहिँ एउटा स्कुलमा पनि पढाउनुहुन्छ। उहाँ लामो समयले स्कुलमा शिक्षक पनि हुनुहुन्छ। उहाँको स्थिति खतरामुक्त थिएन, उहाँको धेरै नै खतरामा हुनुहुन्थ्यो। र सँगसँगै उहाँको छोरा चाहिँ अस्ट्रेलियामा हुनुहुन्थ्यो। हामीले अब रोगको बारेमा पनि बिरामीको आउटकमको बारेमा पनि एक्सप्लेन गर्दाखेरि छोरालाई पनि बोलाउनुपर्छ भन्ने कुरा भएर छोरा पनि अस्ट्रेलियाबाट बुवा अब आउटकम के हुन्छ एक्ज्याक्टली वी डिडन्ट नो होइन, त्यसले गर्दाखेरि छोरालाई पनि हामीले बोलायौँ। लकिली हामीले उहाँलाई सेभ गर्न सक्यौँ। बेसिकली उहाँलाई भन्नुपर्दाखेरि सेभ गर्न सक्यौँ उहाँ। र छोरा पनि आउनु भएको छ। बाँकी अब अमृत सर कसरी आउनु भएको थियो, इमर्जेन्सीमा कुन हिसाबले आउनु भएको थियो उहाँकै शब्दमा, र छोराले पनि के अनुभव गर्नुभएको छ, बीएनसीको उपचारमा उहाँ कतिको सन्तुष्ट हुनुहुन्छ, र अमृत सरलाई पनि कस्तो लागिरहेछ, उहाँले पनि 2-4 शब्द उहाँले पनि बोल्ने जमर्को गर्नुभएको छ। र बाँकी रहेको हामी अमृत सरकै स्वरबाट हामी सुन्न चाहन्छौँ। अमृत सर। धन्यवाद डाक्टर साहब।
म बेसिकली यी नजिकै कन्काई 7 दुर्गापुर निवासी हुँ। मलाई केही समय अगाडिदेखि चेस्टमा अलिकति सेभर पेन भयो। त्यस पछाडि थोरै पहिलेदेखि मैले एकजना ग्यास्ट्रोलोजिस्टलाई देखाउने गरेका थिएँ। उहाँकै रिफरमा एमआरसिबी गर्नुपर्छ भन्ने कुराहरू आयो। बिएनसीमा आइसकेपछि यहाँ डाक्टर बासुको नेतृत्वमा जे जति यहाँनिर उपचारको क्रमहरू सुरु भयो, उहाँहरूले जति यो मेडिकल टर्महरू टर्मिनोलोजी प्रयोग गर्नुभयो त्यो सबै त मलाई थाहा छैन। तर जे होस्, अब अहिले मलाई निकै राम्रो भएको छ र समग्रमा भन्नुपर्दाखेरि उहाँहरूको नेतृत्वमा भएको सम्पूर्ण डाक्टर नर्स सबैको टिमलाई म मेरो व्यक्तिगत मेरो परिवारको तर्फबाट म धन्यवाद ज्ञापन गर्न चाहन्छु। र एउटा कुरो चाहिँ के हो भन्दाखेरि हाम्रो स्थानीय ठाउँमा झापामै यति एउटा इक्विप्ड एउटा हस्पिटल जहाँ एकजना अब म जस्तो बिरामीलाई पनि सफल उपचार गर्न सक्ने डाक्टरहरू टिम भएकोले एकदमै खुसी लागेको छ। धन्यवाद। अमृत सर बोल्दा बोल्दै अब हामीले केही पनि कतिसम्म पनि उहाँहरूलाई अप्सन पनि दिएको थियौँ भन्दाखेरि अब बिरामीको आउटकममा अब मैले अघि नै भनिहालेँ मोर्टालिटी भन्छ हाम्रो मेडिकल भाषामा। अब अराउन्ड 30% मोर्टालिटी हुँदाखेरि बिरामीलाई उहाँहरूलाई पनि अप्सन पनि हेरेको अब तपाईँहरूले एम्बुलेन्समा लान सक्नुहुन्न, त्यस पछाडि फ्लाइट लानै सकिँदैन यस्तो बिरामी, तपाईँहरूलाई विश्वास छैन भने हामी तपाईँले हेलिलिफ्ट गरेर पनि जानुहुन्छ कि भने एउटा मान्छेलाई अप्सन पनि दिएको हामीले। तपाईँहरूले हामी नै के छ बिएनसीलाई त्यस्तो छ भने तपाईँहरूले त्यो पनि भने, तर उहाँहरूले हामीलाई नै विश्वास गरेर जुन हिसाबले उहाँहरूले सबै उपचार गर्नुभयो त्यसैले गर्दा उहाँहरूको परिवारलाई पनि मैले सबभन्दा पहिले अमृत सरलाई मैले जब उहाँलाई फुल अक्सिजन मास्कबाट निस्किने बित्तिकै मैले के भनेको थिएँ, तपाईँको परिवारलाई हामीलाई धन्यवाद दिने, तपाईँको परिवारको पेसेन्सलाई धन्यवाद दिनुहोस् है सर भनेर मैले भनेको छु नि। हुन्छ, पेसेन्स त्यो सबभन्दा ठुलो भनेको पेसेन्स राख्ने हो। खर्च हुन्छ किनभने उहाँको केसमा धेरै जटिल समस्या लिएर आउनु भएको थियो। कोलेन्जाइटिस सेप्सिस धेरै नै जटिल समस्या हो यो होइन। अब यसले मैले अघि नै भने कति एक तिहाई त मान्छेको ज्यानै जान्छ। अब त्यसले गर्दाखेरि मैले के भनेको छु भने पेसेन्स राख्नुपर्छ। ठुलो रोगमा मान्छेले पेसेन्स राख्नुपर्छ। उपचार हामीले धेरै उहाँको केसमा अब उहाँकै जस्तो केसहरू धेरै नै हामी उपचार गर्दाखेरि अब महँगो औषधि चलाउनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि औषधिहरूमा खर्च आउने हिसाबले त्यो हुन सक्छन्। तर पेसेन्स नै ठुलो कुरो। पेसेन्स राख्यो भने हामी अवश्य गन्तव्यमा पुग्न सक्छौँ। अमृत सर त्यसको उदाहरण हुनुहुन्छ। छोरालाई उहाँको हाम्रो छोरा हुनुहुन्छ, उहाँले पनि अस्ट्रेलियाबाट आउनु भएको छ। अस्ट्रेलियाको उपचार र हाम्रो नेपालको उपचारमा तपाईँले कतिको डिफ्रेन्स देख्नु भएको छ, के छ? एक्ज्याक्टली भन्दाखेरि चाहिँ म ठ्याक्कै भन्न सक्दिनँ किनभने म अब अस्ट्रेलियामा त्यसरी हस्पिटलाइज या मेरो नजिकको मान्छे हस्पिटलाइज भएको सिन चाहिँ छैन। जुन सर्भिस हामीले पायौँ होइन, किनभने मैले डे 1देखि नै मैले आएदेखि चाहिँ बुवाको केसमा बेस्ट पोसिबल सपोर्ट जे छ त्यो चाहिँ हामीले खोजेको हो। हजुरहरू दिन सक्नुहुन्छ भने हामी यहाँ मोर देन ह्याप्पी टु गो भन्ने कुरा भएको थियो होइन। अनि अहिले अब बुवाको अहिलेको अवस्था प्रेजेन्टको कन्डिसन हेर्दाखेरि अब वी आर मोर देन ह्याप्पी होइन। जे थियो सर्भिस थियो, जसरी काउन्सिलिङहरू भयो, सुरुमा अलिकति त्यो एउटा डर प्लस अलिकति अनसर्टेन्टी भन्ने कुराहरू त थियो। त्यो हुँदाखेरि अलिकति मनमा कता ला होइन ठुलो ठाउँ जाने कि भन्ने थियो। तर जस्तै डाक्टर बासुसँग अनि डाक्टर राजु आइसियुको उहाँ हुनुहुन्थ्यो, उहाँको काउन्सिलिङमा अनि बुवाको एभ्रिडेको प्रोग्रेस जुन हामीले देखिरहेको थियौँ त्यो गर्दाखेरि होइन ल ठिक छ यहाँ पनि राम्रै सपोर्ट पाइराख्नु भएको छ बुवाले भनिदिनु भएको थियो। त्यही भएर आज अब बुवा पनि मजाले रिकभर गरिराख्नु भएको छ, रिकभरीको फेजमा हुनुहुन्छ। त्यही भएर वी आर भेरी थ्याङ्कफुल टु all the team. Thank you so much, Aida.